ल सम्पूर्णलाई नमस्कार। आज हाम्रो छुट्टीको दिन आज साँझ पख 7 बजे हामी चाहिँ बुढाबुढी भएर घुम्न हिँड्दैछौँ। यहाँ चाहिँ बाख्रा पालन रहेछ हाम्रो घर अगाडि। ल हामी चाहिँ अब साँझ पख चट्ट बुढाबुढी भएर डुल्न हिँड्ने छ। मेरो बुढी नि साह्रै राम्रो देखिएन। राम्रो देखे हैन, राम्रो देख्छु। हेर्न ब्रुसे देखान न, ब्रुस ओ माय गॉड। भर्खरै जन्मेको बच्चाको के। अब हामी चाहिँ यसो लखर खोलातिर हिँड्न लाग्यो। खोलामा चाहिँ रमाइलो छ, कामसाम छैन, आज छुट्टीको दिन रमाइलो भयो। ल तपाईँहरूलाई खोला कस्तो हुन्छ यहाँको देखाउँछु मैले। यो प्यासेज 18 भने लाइब्रेरी अहिलेको त्यो कादोज भनेको त्यहाँ गिफ्ट पसल हो, ठुलो गिफ्ट पसल छ। यो प्रोक्सी भनेको दलेज हो, यो सुपर मार्केट हो। हो त्यो झिलमिली बत्ती बोलेको चाहिँ सुसी भार देन्दरले हो। देख्नु होइन सामानहरू राखेको छन् कि यो रिनोभेसन गर्न लागेको होला। हो त्यो ठ्याक्क झिलमिली बोले चाहिँ सुसी भार देन्दरले हो। अनि यहाँ हाम्रो पछाडि ठुलो बिल्डिङ छ। यो ठुलो बिल्डिङ चाहिँ गेबेन्ती भन्छ। गेबेन्ती भनेको नगरपालिका। हाम्रो काम हुने सबै डकुमेन्टेसन हुने सबै यहीँबाट हो। यो अगाडि चाहिँ कपडा धुने ठाउँ, कपडा धुने हामीले यही हो। ल हाम्रो भेनाजु दिदी भेनाजुहरू पनि आज घुम्न जानुभएको छ। हामी चाहिँ घरै बस्यो, धेरै पछि घर बसियो। साह्रै डुलेर आउनु पर्यो भनेर बज्यो अहिले 7 बजे उजालै छ। 7 बजे यस्तो उजाल थियो। 7 बजे बिहानको 7 बजे जस्तो छ उजाल। यहाँ चाहिँ पुरै यो पुरै के अब फेरि कता जाने को लागि जान्न म त। यो चाहिँ पुरै बनाउँदैछ यो बाटोघाटो यो पुरै यो चाहिँ ठुलो चर्च हो। यहाँको हरेक ठुलो सहरमा एउटा चोक हुन्छ। चोक, यसलाई चाहिँ चोक भन्छ है। यहाँ चाहिँ सेन्ट्रुम भन्छ। यो चोकमा यो चोकमा चाहिँ पुरै बाटो नै यसलाई चाहिँ भोलि गएर रिनोभेसन गरेर एकदम राम्रो पार्कहरू बनाउने गरी यहाँ मान्छेहरू राख्नु बस्नलाई। अब चाहिँ नोजर सोजर यता पुरै भइसकेको छ। यो चाहिँ ठुलो चर्च छ। यो यहाँ चाहिँ यस्तो सजिलो छ कि यहाँ हामी बस्ने अपार्टमेन्ट साइडमा त्यो अपार्टमेन्टको तपाईँको 40 पाइताले हिँडेपछि नगरपालिका आउँछ। 20 त्यहाँ नगरपालिकाबाट 20 पाइताला हिँडेपछि हामीले काम गर्ने सुसीबार देन्दरले आउँछ। अनि सुसीबार देन्दरलेबाट तपाईँको 100 पाइला हिँडेपछि खोला आउँछ। आज गर्न आएको ला। अनि त्यही खोलाको साइडमा ठुलो पार्क छ। फेरि अब आइसक्यो। यो बाटो अझै पनि बनाउँदैछ। यो पनि बनाउने बाटो यताबाट बाटो चल्छ कि अब यो त बाटो खोला के बनाइदिएछ त। ल यताबाट जाने होला नि कता उता। हामी त धेरै भएछ कति भएछ, थुप्रै महिना भएछ हामी त यहाँ आएको त। यो त पुरै लगभग पुरै चेन्ज भइसक्यो रहेछ। यतातिर पार्क हो, यही घर साइडमा छ। आउनु होइन त्यहाँ माथि हेरौँ न पहिला, माथि आएर कस्तो छ त्यो खोला कस्तो बनाएको। त्यो खोला हेर्नु सुकेको जस्तै छ। हामी त धेरै भएछ यहीँ आएको पनि मान्छे देखाउने हो क्या। अब यहाँ पनि बाटो यो बाटो हो। यता बाटो गाडी चल्ने हो जस्तो लाग्थ्यो मैले। पानी चाहिँ सुकेछ अहिले। यहाँ चाहिँ अब पुरै मोटरहरू आउँछ। यहाँ डुगाहरू आउँछ होइन, डुगाहरू आउँछ। यहाँ चाहिँ डुगाहरू आएर यहाँ ल्यान्डिङ गर्ने यसरी बनाउँदैछ। त्यसपछि कहाँ यहाँ चाहिँ ल्यान्डिङ गर्ने डुगाहरू ल्यान्डिङ गर्नेहरूको
अरू वहाँ अनि हिँड्ने हो कि कहाँ बस्ने हो बस्ने त घरै त बसिन्थ्यो नि ल यताबाट जानु अब यहाँबाट चाहिँ यो चाहिँ साइकल स्ट्यान्ड हो नत्र कहाँ उता यसो गरेर यसरी घुमेर आउने फुटबल ग्राउन्डतिर कम ब्याक टु माई न्यू भ्लग दिस इज ब्रिज ओके पार्क उ त्यो चुचो उस खेलौँ न हामी उ त खेलौँ यो चाहिँ पार्क हो यो चाहिँ पार्क खेल्दा रहेछन् क्या त्यो ठुलो हामी ए यो चाहिँ पार्क हो होइन कस्तो कि खेल मैदान जस्तो यो पुरै चौरै यो घाँसको यस्तो मिठो घाँस बसायो नि एउटा नेपालको याद आयो कि यहाँ गरी यहीँ पुत्रुम्ब सुतम चाहिँ भयो यस्तो मजा आयो कि आनन्द यहीँ भुइँमा आनन्द ए बल बल पनि रहेछ यहाँ बल ए अब तपाईँ यो चाहिँ ट्वार ट्वार ए यो चढ्न पाइन्छ हामी तल राख नि त अलिकति तल को गरौँको भन्ने छ थाहा हुन्छ कि म देखेँ होइन कहाँ नदेखि देखिया हाते सर त यहीँ बस्नु त नि ए रमाइलो है यतातिर अब कहाँ भाँचिन्छ कता कता बुढा बुढा चल्ने हो यो ल रमाइलो थोडा अब मेरो पालो ल ए ल ल ल ल आफूलाई त डर लाग्दैन ए कति रमाइलो ट्रेन चाहिँ हिँड्ने त्यहाँ रोकिरहेको थियो के भएर मजा आयो ल जाम यहाँ चाहिँ ए यहाँ चाहिँ यस्तो छ हार गलेको नि यस्तै पार्क बनाउनु पर्यो हेर एउटा यस्तै सानोतिनो धेरै पनि चाहिँदैन नि 2 3 4 5 वटा ढुङ्गा त परेन ढुङ्गा त यागाल ढुङ्गा देख्न नपाएर ढुङ्गा राखेका हुन् जिन्दगी आयो ट्रेन आयो ल आयो 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 ओए जाम अब हामी चाहिँ यसलाई सर
यो चाहिँ हाम्रो स्ट्यान्ड मान्छेहरू यहाँ डुल्न हो बस्नको लागि मर्निङ वाक लागि ठिक छ हामी पछि भोलि पर्सि मर्निङ वाक यता आउँदा हामी स्कुल सकिएपछि हामी बिहान उठिन्छ नि मर्निङ वाक आउनुपर्छ कि 5 मिनेट होइन 5 मिनट आउँदा उठ्ने एक्सरसाइज गरेर मेन्टली हेल्दी हुन्छ मेन्टली हेल्थी होइन पुरा फिजिकल्ली हेल्थी हुनु पर्यो यहाँ मान्छेहरू मोटाएर यहाँ ढडाक अर्ना भैँसी चाहिँ आखान मान्छे जति अर्ना यति मोटाहान मान्छेहरू राम 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 बुढाबुढी एउटै केजीको होला हुन लागिएछ यसरी तर अनुहार त मिलेको के है बुढाबुढी उस्तै अलि गोरी रहेछ त्यो घामले उतातिर साइडमा लाग्यो नेपाली डर लाग्ने छ गाइज हामीलाई डर लाग्छ ल छिटो छिटो पार गरेर यो चाहिँ रेलवे स्टेसनको पटरी माथि चाहिँ पुल यो चाहिँ खोला चिसो चिसो ब्युटी भनेको देखाउनु न आनन्द चौर बिन्दास छ त्यो हामी जाँदा मेन बाटो है त्यो त्यो चाहिँ हाइवे त होइन जो गाउँको हाइवे भन्नु गाउँतिरको मेन बाटो ए ट्रेन यहाँ ल यहीँ माथि हाम्रो केपी ओलीको ट्रेन अब चाहिँ तर झारहरू फाल्यो उसले हाम्रो सरले भनेको यही हो कि